हेलो साथीहरू, हाम्रो घरको मान्छेहरू सबैजनाले हामी चाहिँ आज रोमानियामा चाहिँ छुट्टी भएको कारण गर्दै हामी चाहिँ बिहान बिहान आज चाहिँ सिस्नो खान मन लाग्यो नि त। त्यही भएर चाहिँ हामी चाहिँ साथी र म चाहिँ छुट्टीको बेलामा चाहिँ आज सिस्नो खाइदिउँ भनेर चाहिँ सिस्नो टिप्न आइरहेछौँ यहाँ खोलाको डिलमा। किनकि अब सिस्नोको सिजन पनि भइरहेछ नि त। अब सानो सानो यत्रो यत्रो फलिरह उसले टिप्दैछ। अब चाहिँ खानुपर्छ। नेपालको र यहाँकोमा डिफ्रेन्ट नै हुन्छ, अलिकति फरक नै हुन्छ। त्यसैले चाहिँ हामी चाहिँ सिस्नो टिप्नु आइरहेछौँ। आज यसरी पकाइराख्नुपर्छ कि। अनि हेर्नुहोस् मेरो साथी चाहिँ सिस्नो टिप्दैछ उसले चाहिँ। अनि एउटा होस्टेल चाहिँ हाम्रो यहाँ पारी छ क्या। हामी चाहिँ थुप्रो टाढोबाट आछौँ, तर यहाँ खोलामा चाहिँ थुप्रै पाउँदो रहेछ। अनि अब चाहिँ यो सिस्नो चाहिँ है, तर पुरा के भन्छ यसलाई, ए शीत भन्छ कि तिमीहरू के भन्छौ तिम्रो घरतिर? तुसारो लागिरहेको होइन। अब चाहिँ हाम्रो दुईजनालाई त थुप्रै हुन्छ नि। यो भएपछि त मजाले खानुपर्छ, मजाले रमाइ रमाइ। तर थुप्रै हुन्छ। अब चाहिँ यहाँनिर यस्तो छ कि पुरै खतरा झाडी हुन्छ क्या भोलि पर्सि। अब यहाँनिर अब त हिउँको सिजन पनि सक्यो, अब हिउँ पनि पर्दैन। अब सागहरू पनि अब के अरे अर्को माटेको साग के भन्छ त्यसलाई, लट्टे सागहरू। अनि तिनीहरू पनि थुप्रै पाउँछ, कति पाउँछ यहाँनिर। साग किन्नु नै पर्दैन क्या। अब चाहिँ हामीलाई अहिले फिस साग पनि महँगो छ नि त यतातिर, साग सब्जीहरू। अनि आउन जाऊँ अब उतातिर। अनि यहाँ त माछा पनि कत्रो कत्रो पो हुन्छ त यहाँनिर त। गाइच माछा हेर्ने हो, गाइच माछा हेर्ने, माछा हेर्ने गाइच। खै म त देख्दिनँ त फेरि, यत्रो मानको खोला पो रहेछ है, कम्ती चिसो लाग्यो पानी। अनि यहाँनिर यो च्याउहरू पनि पाउँछ क्या। यहाँ त फेरि च्याउदेखि लिएर च्याउ पनि उ तल पाउँछ होइन। यहाँ त च्याउ खान पाइन्छ, साग खान पाउँछ, अनि के पाउँछ यहाँनिर त। हेलो मैच्याङ, खान्छौ कि छ्याङ? खानुपर्छ सिस्नो र ढेँडो। यहाँनिर टिप्नु पर्छ हामीले फेरि। जामा लाउने, के को जामा लाउने? अनि यस्तै छ जिन्दगी, परदेशी जिन्दगी। 5 दिन धरो काम गर्नुपर्छ, अनि 1 दिनको 2 दिनको छुट्टीमा साह्रो खै छुट्टी लाग्छ कि के लाग्छ। घर चल्दिम लाग्छ के। तर पोलिरहेछ नि, मलाई अहिले पोल्दैछ नि यसरी। तर पन्जा लगाइरहेको छौँ क्या हामीले यहाँनिर। अनि हेर मेरो घरको मान्छेहरू, छोरीको हालत के र। मम्मी तिम्रो मम्मीलाई के भन्न चाहन्छौ? गाह्रो छ घर के अरे विदेशमा छोरी के भन्छ, दुःख गरेर भन्ने कि रमाइलो गरेर भन्ने, बिचोक रमाइलो भइरह। तर के गर्नु, आइसक्यो। आएपछि त यत्तिको त हुनै पर्यो। रुममा मात्र थुप्रेर भएन, पेटको लागि त के पेट पूजा त गर्नै पर्यो। यहाँनिरको हाम्रो यतापट्टि छ क्या होस्टेलको मान्छेहरू, त्यो घरमा यहाँ पनि छ। अब चाहिँ हामी चाहिँ अब फर्केको है। हामी चाहिँ सिस्नो टिपेर आयौँ है है। अब हेर्नु नि यहाँनिर गाउँ लगाएको छ कि पुरै हिउँ थियो क्या। अस्ति त हामी यही माथि हिउँ खेल्थ्यो, अहिले चाहिँ हिउँ हटिसक्यो। तर दामी देख्छ। तर गाउँमा भएपछि यस्तै हो, रमाइलो पनि हुन्छ। अब सिटीभन्दा टाढा छौँ, अनि के खान पाउँछ गाउँमा त, साग सब्जी। तर दामी लाग्छ क्या यहाँनिर चाहिँ। मलाई यो फेभरेट ठाउँ हो क्या मेरो चाहिँ यहाँनिर। यहाँबाट कम्पनीमा हल्का कामको प्रेसर पऱ्यो भने, टेन्सन लाग्यो भने, घरको याद आयो भने म यहाँनिर बसेर यता पनि हेर्छु। दामी हावा चल्छ होइन। भरेतिर ड्युटीबाट छुट्टी हुने बित्तिकै यहाँ आयो। हाम्रो कम्पनी चाहिँ अहिले नजिक छैन, यहाँ छ क्या, यहाँनिर हो। हामी बस्ने घर चाहिँ यता साइडमा छ। हाम्रो कम्पनी ठुलो छ नि, यहाँनिर त बाख्राहरू के पाल्छ पनि हाम्रो साउले। चौकबारी हो यो। दामी छ, दामी गाउँमा छौँ, गाउँमा हजुर। जिन्दगी यसरी चल्दैछ रोमानियामा।
गाह्रो छ नि रोमानिया भनेर के भन्नु पैसा सैसा छैन पैसा चैट काम मात्रै गर्नुपर्छ धेरै 15-16 घन्टा नै गर्नुपर्छ गाह्रो छ नि मान्छेहरू रोमानिया भन्छ पैसा छैन काम गरेको अनुसार तर पनि अहिले चाहिँ हामी चाहिँ ठिकै छ भोलि पर्सि हेरौँ के हुन्छ अहिले चाहिँ हामीले चाहिँ त्यति नराम्रो पनि छैन अब काम पनि दह्रो गरिन्छ के भन्नु काम पनि दह्रो गर्नुपर्छ पैसा पनि ठिकै छ या भन्ने टाइपको छैन हाम्रो त अब त्यही हो सबैलाई चाहिँ यहाँनिर रोमानियामा भनेको जस्तो सोचेको जस्तो हुँदैन गाह्रो छ नि साउबाको बाख्रा हेर्ने हो साथी गाइस बाख्रा हेर्ने हो बाख्रा हेर्ने हो हाम्रो साउबाको बाख्रा रोमानियनहरू यस्तो गर्छ बाख्रा उता झन् के पालिरहेको क्या र बाख्री हेलो बाख्री ठुलो छ कम्पनी पनि कम्पनीको जस्ट साइड पछाडिको साइडमा हो छिटो आउन ओइ कति टाढा आउँदै झन्